टिचरहरू शिक्षकहरू कर्मचारीहरू र नयाँ जोइन गरेको न्यू मेम्बर अफ प्यारो विद्यार्थीहरू म तिमीहरूलाई लेखेर देऊ न अनि गर्ने 7 क्लासमा पढ्दाखेरि मात्र एकचोटि भाषण गरे आजपछि यस कलेजको र तिमीहरूको एउटा रिलेसन सधैँको जिन्दगीभरिको लागि यो मात्र हुँदैछ। विगत 10 वर्षदेखि चलिरहेको यस कलेजबाट पास आउट विद्यार्थीहरू विदेशमा पनि धेरै राम्रो गरिरहेका छन्। दुबईमा हाम्रो विद्यार्थीहरू छन्, क्यानाडामा छन्, अस्ट्रेलियामा छन्, युएसमा छन्। यहाँ नेपालमा पनि नेपाल सरकारको रोड विभाग, इरिगेसन, नगरपालिका काठमाडौँको चारैतिर हाम्रै विद्यार्थीहरू पढेको छ। अहिले हाम्रो हिरा प्रधानजी चन्द्रगिरी नगरपालिकाको एउटा राजनीतिक कार्यकर्ता हुनुहुन्छ। मलाई पनि थाहा थिएन, म एकचोटि चन्द्रगिरी नगरपालिकामा जाँदाखेरि मैले चिनेको पनि थिएन। एउटा विद्यार्थी आएर सरसरहरू मेरो सामने एकजना मान्छे अरू विद्यार्थी भन्नु थिएँ अनि मसँग सोधे सर चिन्नु भएन, मैले त चिनेन। अनि म त यही इन्जिनियर छु सर अनि सबै कलेजबाट पास भएको। यस्तो कुरा सुनेर आफूलाई कति गर्व हो कि त्यहीबाट जेइसीबाट पास भएको र सर म यही चन्द्रगिरी नगरपालिकामा इन्जिनियर छु। यसरी तिमीहरूबाट पनि 4 वर्षपछि म सुन्न पाऊँ भन्ने आशा गर्छु। विभिन्न ठाउँमा राम्रो काम गरेर राम्रो नाम कमाउने एउटा वातावरण हामी बनाउँछौँ। अहिलेसम्म भनेको पनि हो। विगत 3-4 वर्षमा केही प्रब्लम भएको यो कलेजको साथ। त्यो प्रब्लम भनेको हामीले एउटा सोच डेभलप गर्यौँ कि होइन सहरभित्र यस्तो भिडभाड कोलाहल वातावरणमा पढाउने वातावरण ठिक हुँदैन र 4 वर्ष पहिले हामीले हिम्मत गऱ्यौँ कि कलेजलाई हामी अलिक टाढा हो यहाँ ल्यायौँ, बिल्डिङ बनायौँ, सबै गऱ्यौँ, क्लास पनि यहाँ सञ्चालन गऱ्यौँ। तर विद्यार्थीहरूको मेन्टालिटीले त्यस बेलामा अलिकति अप्ठ्यारो त हामीलाई भयो। हामी सोच्दै थियौँ कि होइन 1 वर्ष 2 वर्ष अरू स्ट्रगल गर्छौँ, यहीँ इस्टाब्लिस हुन्छ। र त्यसै बेलामा भूकम्प पनि आयो। भूकम्प आएपछि हाम्रो वालहरू त क्र्याक भयो, बिल्डिङहरू त्यही भयो, वालहरू क्र्याक भयो, केही टाइम लाग्ने भयो यहाँ सबै कुराहरू मिलाउनमा। तबसम्मको लागि हामी ठिकै गऱ्यौँ र ठिकै गएपछि हामीले के फिल गर्यौँ कि स्टुडेन्टहरू बढी कम्फर्टेबल छ। इभन टिचरहरू प्रिन्सिपल सरहरू पनि भन्नुभयो छ केही दिँदै आएको। अनि 2 वर्ष 3 वर्ष हामी त्यति रहन्छौँ र यो दरमियान हामीले के फिल गर्यौँ भने कि जेइसी जस्तो इन्फ्रास्ट्रक्चर कुनै पनि प्राइभेट कलेजको पासमा छ। कान्तिपुरमा तिमीहरू पनि गयो होला, फर्म भर्न गयो होला, काठमाडौँ गयो होला, एडभान्स गयो होला, हिमालय गयो होला। तर जत्रो ठुलो कभर एरिया जनकपुर इन्जिनियरिङ कलेजको छ त्यत्रो ठुलो कभर एरिया कुनै पनि कलेजको पासमा छैन। कान्तिपुरको सारा कभर एरिया हामीले क्यालकुलेट गरेपछि पनि हाम्रो कभर एरिया छ बिल्डिङको त्यो कान्तिपुरभन्दा ठुलो बढी भइहाल्छ। प्राइभेट कलेजमा हामीले त्यो इन्फ्रास्ट्रक्चर बनाएको कुनै पनि कलेज छैन। हामी मिलाउन सक्यौँ। भूकम्प पनि आयो, विद्यार्थीहरूको पनि कपरेसन पायौँ, इभन सरहरूले पनि गरेर हामीले मिलाउन सक्यौँ। तर बिस्तारै बिस्तारै अब हामी लागिपरेका छौँ कि यो ठाउँमा जे हुन्छ जे फेसिलिटी दिनुभयो विद्यार्थीले कुनै किसिमको अप्ठ्यारो नपारिकन कसरी हामी यहाँ कलेज सञ्चालन गर्छौँ त्यसको पछाडि हामी लागिपरेका छौँ। र यो देखिसक्यो आउनेवाला 2-3 महिना अहिले पनि तिनीहरू बाटै खाएर होला खानाहरू दिइरहेको कुराहरू छ। 2 महिना 3 महिनाको भित्रमा सबै कुरा मिलेको हुन्छ। त्यस कारणले तिनीहरूलाई यो फिल गर्नुपर्ने म आफै फिल गरेको छु कि जेइसी लिस्ट प्रायोरिटीमा परेको थियो यो सालमा। जेइसीमा आउने विद्यार्थीहरूले कहीँ नपाएर आयो कि योभन्दा पहिले हामीले कान्तिपुरमा पायो भने राम्रो हुन्थ्यो, काठमाडौँमा पायो भने राम्रो हुन्थ्यो, एडभान्समा पायो भने राम्रो हुन्थ्यो भन्ने त्यो सोच थियो। अहिले त्यहाँ पाएन, नम्बर पनि कम आयो, के गर्ने जेइसी
त्यो बाध्यता दिमागबाट तिमीहरूले निकाल्नु पर्यो। कुनै हिसाबले तिमीहरू कसैसँग पछाडि छ अहिले नै सर एउटा तिमीहरूले सिङ्गर अध्यक्ष गर्नु कि ट्युब टपर पनि हाम्रो कलेजबाट बनेको हो। हरेक लोकसेवामा हाम्रो कलेजको विद्यार्थीहरू पास भएको पनि देखिन्छ। हामीलाई कहीँ यस कुरामा इन्टिग्रेट फिल गरेको छैन कि हाम्रो स्टुडेन्टहरू कुनै ठाउँमा पाइरहेको छैन। तिमीहरूले यो कुरा निकाल्नुपर्छ दिमागबाट कि हामीले कहीँ ठाउँ नपाएर जेसी मागेको छौँ। यो निकालेपछि तिमीहरूले प्लस 2 गरेको छौ, आइओईको एडभान्स क्लियर गरेको छौ। यसको मतलब छ कि यु पिपुल ह्याभ द क्यापेबिलिटी र तिमीहरू गर्न सक्छौ। गर्नलाई पनि मेहनत गर्नुपर्छ। यो आजको मात्रै कुरा होइन, यो कन्टिन्युअस एउटा प्रोसेस हो। 4 वर्षसम्म तिमीहरूलाई मेहनत गर्नै पर्छ। कुनै सरले जस्तो सुकै पढाएर पनि तिमीले पास गराउन सक्दैन। पास गराउनलाई तिमीलाई आफै मेहनत गर्नुपर्छ र तिम्रै अफोर्टले तिम्रो रिजल्ट दिन्छ। त्यसकारण यही मेरो एउटा सजेसन तिमीहरूलाई रिक्वेस्ट हो कि कलेजमा आएपछि तिम्रो फर्स्ट प्रायोरिटी पढाइ हुनुपर्छ। त्यसपछि अरू सबै कुरा तफसिलका कुराहरू हुन्छ। फर्स्ट प्रायोरिटी हामी आएका ठिका छौँ, किन हामी यहाँ आएको छौँ, किन तिमीहरूलाई यसरी मैले पनि मौका पाएँ कि इन्ट्रोड्युस गर्नु। यो सबै कुरा यो इन्स्टिट्युसन यो सबै भएको तिमीहरूको पढाइको कारण। यदि तिमीहरूको पढाइ बिग्रियो भने कलेजको पनि युज छैन। त्यसकारण सब विद्यार्थीले सबभन्दा पहिला यो सोच्छ कि मेरो यहाँ आएपछि पहिला